हेलो गाइस, छोरो र म यहाँ बसिरहेछौँ। राति सुत्न दिएछैन अनि कुरा गरिरहेछन्। अनि गाइस ल सुन्नु अब मेरो छोराको कुरा है त। हेलो गाइस, म खेल्न लाग्छु मम्मीसँग, सुत्न लाग्छु। आज म भोलि बिहान आउँछु। ल गाइस, मेरो छोरी भोलि बिहान आउँछिन् गरे स्कुलमा पढ्छिन्, सुत्छिन्, पाच्छिन्। स्कुलमा गएर भन्ने स्कुलमा गएर गर्छिन्, बुट फटाउँछिन्, भन्नु मान्दैनिन्, पढ्नु पनि भन्दैनिन्। अनि चौरभरि डुल्छिन्। अनि तिमी भन अब। अनि म भोलि बिहान आएपछि स्कुलमा जान्छु, फेरि घर आउँछु। फेरि मम्मीले भात पकाउनुहुन्छ, खान्छु म साग र भात। अनि भोलि बिहान आएपछि फेरि भोलि बिहान मम्मीसँग सुत्छु, अनि फेरि खेल्छु। फेरि आमाले रोटीहरू बनाउँछ, खान्छु। अब आमा रोटी पकाएर गाइस यसले खान्छ। गाइस यसले आफैले पनि रोटी पकाउनु जानेछ। रोटी हाल्छ, बाबुले पनि आमासँग गएर रोटी हालेर आफै रोटी हालेर खान्छ। बहुत ज्ञानी छ मेरो छोरो। ल अब अन्तिममा मेरो छोरो के भन्न चाहन्छ ल भनिदेऊ। मलाई आन्टीको घर जान्छु। बाई बाई गाइज। बाई। म भोलि बिहान आएपछि तपाईँको घर आउँछु। अनि फेरि भोलि म तपाईँलाई मिठाई पनि किनिदिन्छु। बाई।